हेलो गाइज नमस्ते अनि वेलकम टु माई च्यानल। आज चाहिँ हामी टक्क लाएर खेतमा आइसकेका छौँ। आजको हाम्रो कार्य भनेको यसो यो मकै बारीमा आएर चाहिँ घाँस सफा गर्ने अनि अब मकै अनि त्यसैमा चाहिँ चट्टलाएर भटमासहरू छ, टक्क दाल होइन, यस्तो छ। यस्तै छ भिलेज लाइफहरू होइन। मेरो साथमा चाहिँ एउटा मेरो नानी पनि हुनुहुन्छ र हाम्रो उता चाहिँ टक्क देख्न सक्नुहुन्छ तपाईहरुले, पर चाहिँ त्यो हाम्रो धान खेती हो। अर्गानिक धान चाहिँ लगाएको छौँ उता हामीले। यता चाहिँ हामीले मकै लगाएको छौँ। यो मकै बारी देख्न सक्नुहुन्छ तपाईहरुले टक्क लाएर। अब केही महिना 1-2 महिना पछि चाहिँ मकै पोलेर खाने पनि हुन्छ होइन। सो भिलेज लाइफ यस्तै छ। सबैले माया गरिदिनु होला, टक्क लाएर मेरो भिडियोलाई धेरै टाढासम्म पुर्याइदिनु होला, सब्स्क्राइब गर्नु नभुल्नु होला। ओके गाइज, नमस्ते, बाइ बाइ।